गाइस नमस्ते एन्ड वेलकम ब्याक फेरि पनि। सो आज चाहिँ भन्न गइरहेको छु बेभरेजको बारेमा, किनकि आज बेभरेजको इक्जाम हो। बेभरेजको बारेमा थोरै इन्फर्मेसन दिन आएको। बेभरेज मेनली दुई किसिमको हुन्छ, अल्कोहोलिक र नन अल्कोहोलिक। नन अल्कोहोलिक जुसेसहरू हाम्रो नर्मली ड्रिङ्क्सहरू भइहाल्यो। एल्कोहोलिकमा चाहिँ हाम्रो जसमा चाहिँ एल्कोहोलिक कन्टेन्ट हुन्छ, जस्तै एल्कोहोलिकको पनि दुई किसिमको हुन्छ, जस्तै फर्मेन्टेड र डिस्टिल्ड। फर्मेन्टेडमा हाम्रो बियर र वाइन भइहाल्यो। अनि डिस्टिलमा चाहिँ हाम्रो रम, भोड्का, विस्की, जिन, टकिला, ब्रान्डीहरू आउँछ। डिस्टिल चाहिँ कस्तो भन्नाले ठ्याक्कै भन्नुपर्दा हाम्रो घरतिर गाउँघरमा बनाइन्थ्यो नि, जुन त्यो रक्सी पारिन्थ्यो नि, भाँडामा त्यो राखेर तलबाट आगो बालेर है तताएर सानो पाइपबाट चाहिँ यस्तो लिएर एक ठाउँमा जम्मा गरिन्थ्यो नि, त्यो चाहिँ हाम्रो डिस्टिल भइहाल्यो। फर्मेन्टेड भनेको कस्तो भन्दाखेरि हाम्रो गाउँघरतिर या फेरि मगर गरेर मेनली बनाइने मैले सुनेको पपुलर भनेको छ्याङ बनाइन्छ नि, जसमा चाहिँ उस राखेर फर्मेन्ट गरेर बनाइन्छ। अनि त्यसमा चाहिँ उस गरेर पछि छानेर पछि उस गरेर बेचिन्छ, त्यो चाहिँ फर्मेन्टेड भइहाल्यो। अनि गाउँघरमा पार्ने रक्सी स्टाइललाई चाहिँ डिस्टिल भइहाल्यो। सो आजको लागि त्यति नै थियो। अनि मैले चाहिँ नयाँ वाट्सएप च्यानल बनाएको छु है, वाट्सएप च्यानल, जसमा चाहिँ मैले आफूले डेली सिकेको कुराहरू यहाँ जे भनिरहेको हुन्छु, सिकेको हुन्छु, त्यो कुराहरू मैले सबै त्यो च्यानलमा हालिदिन्छु। सो यदि कसैलाई त्यो च्यानलमा एड हुनु छ भने कमेन्ट गर्नु होला, एड भनेर मैले तपाईँहरूलाई पर्सनली लिङ्क पठाइदिन्छु। आजको लागि त्यति नै होस्, थ्याङ्क यू। यदि तपाईँहरूलाई बेभरेजको बारेमा अझै डिटेलमा भिडियो चाहिएको छ भने त्यसको लागि नि कमेन्ट गर्नु होला। अनि हरेक बेभरेजको लागि जस्तै वाइन, विस्की, जिन, टकिला, रम, ब्रान्डी, हरेकको लागि छुट्टै छुट्टै भिडियो आउँछ। थ्याङ्क यू।